एभ्रिवान लङ टाइम नो सी आफ्टर हामी चाहिँ अहिले यहाँ 1000 सिडीमा महेश केटाहरू चाहिँ वहाँ पनि पुगिसकेको छ नि तर देखिँदैन अघि हराइसके यहाँ महेश छ म चाहिँ कुद्दैछु लगाइस अब तपाईहरु पनि कुद्नु होला यो 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 बिस्तारै महेश बिस्तारै यो यो आऊ बिस्तारै बिस्तारै तिमी यो ओह्रालो झरेको थिएन हो 1000 सिडीको तिमी मास्तिर थियो यसरी आऊ तिमी उताबाट फर्किँदै आऊ म यताबाट फर्किँदै आउँछु ल हेलो गाइस हेलो हामी यहाँ ठोक्किन पुग्यौं ओ हेर न यता यता मेरोमा ल गजब छ गाइस गजब छ तर पनि हिँड्नु पर्छ के छोड्नुहुन्न यो कस्तो स्पेस हो ए हाम्रो एउटा वीर पुर्खा हुनुहुन्छ तर को हुनुहुन्छ थाहा छैन तर जसुकै हुनुहोस् हैन यसो हेर्दाखेरि चाहिँ हाम्रो सुन सुन उ के रे सुन लगा जस्तो लाग्यो मलाई हैन मैले चिने तर ठ्याक्कै नाम आएन के चिन्न चाहिँ चिनिसकेँ मैले के रे भानुभक्त आचार्य जस्तै हुनुहुन्छ उहाँले यसरी किताब बोकेर बस्नु भएको मलाई लाग्छ भानुभक्त आचार्य हुनुहुन्छ उहाँ तर हुनुहुन्न रहेछ तर खै केही छैन चिन्ता नगर्नुहोस् हामी अहिले फेरि यहाँ महेश हिँड्दैछ सुजन दाइहरू त्यहाँ बस्दै हुनुहुन्छ अब हामी अर्को ठाउँमा आयौँ 1000 सिडीकै क्रममा हामी नाम थर ठेगाना यो बनाउँदाखेरि गोलमडी भक्तपुर ओहो हो यो चाहिँ शिलालेख भनौँ न हुन त मान्छेहरूले एउटा दाहिने हातले दिएको कुरालाई देब्रे हातले थाहा नहोस् भन्नु दान गरेको कुरा यहाँ चाहिँ शिलालेखमा लेख्ने नामले यत्रो यत्रो पैसा दिँदो रहेछ ल यहाँ केटाहरू चाहिँ गजब लिएर बसिरहेको छ है ल के भन्न चाहनुहुन्छ शान्ति बन रे यहाँ शान्ति बन भित्र छिर मिल्दैन आज बन्द हो कि सधैँ बन्द हो यहाँ चाहिँ हामीसँग गौतम बुद्ध हुनुहुन्छ टक्क यहाँ चाहिँ जानु पर्थ्यो तर बन्द छ भन्ने कुरो सुनियो शान्ति वन यो शान्ति वन हो यहाँ शान्ति वनमा चाहिँ के लेखेको छ भने शान्ति वन 1000 सिडीबाट ठुलो वन हुँदै देवस्थानसम्म जाने बाटोको बीच भागमा र ठुलो वनको काखमा अवस्थित यो शान्ति वन नाम जस्तै शान्त र सुन्दर छ आहा कति राम्रो छ त्यसपछि यस वनभित्र भगवान बुद्ध ध्यान मुद्रामा र शान्त रूपमा पश्चिममुखी बसिरहेको ठुलो मूर्ति छ यो मूर्ति इटा र सिमेन्टको प्रयोग गरी यही स्थानमा कलाकारहरू निर्माण गरेको हुनाले यो ठाउँमा केही अग्लो भएकोले यस ठाउँमा धुलिखेल बजारको सुन्दर दृश्य पनि देख्न सकिन्छ यहाँ दर्शन गर्नको लागि कुनै पनि शुल्क लाग्दैन रे यार आज बन्द छ तर आज बन्दै होला सायद हेर्न सक्नुहुन्छ आज बन्द छ भनेर हामी गएनौँ महेश चाहिँ त्यहाँ तल झरिसक्यो हामी फेरि कुद्नेछौँ तपाईहरु साथ दिनुहोस् महेश कुद्छ यो चाहिँ बर्दियाको मान्छे हो के हुन चाहिँ तर म पनि तराईकै हो म तराईको भएर पनि म कुद्न सक्छु तर यो बर्दियाको मान्छे यहाँनिर पहाडमा अलिकति हिँड्न सक्दैन म पनि तराईकै वीरगञ्जको मान्छे हो झन् बर्दिया भन्दा त वीरगञ्ज खत्रै तराई छ नि त अनि के बर्दियाकै तराई छैन हैन अलिअलि त देखे होला नि तिमी दैलेखको पनि हो नि त तिमी पनि त हुन्छ सिन्धुपाल्चोक मलाई सिन्धुपाल्चोकै थाहा छैन एजले छेक्दैन भने हो कि रमाइलो गर्नलाई एजले छेक्दैन आज चाहिँ हामी खासमा आज आन्दोलन पनि रहेछ राजा फर्काउने भनेर त्यही भएर राजा फर्काउने अभियानमा हामी सिडी गर्दै हिँडेछौँ अब राजाले यो कथनकाल यो सिडी चढिहाल्नु पर्यो भने कतिको चाहिँ चढ्नुपर्छ भनेर हामी गर्दैछौँ विचार गर्दैछौँ
लास्टमा राजालाई यो दुःख त नहोला, भोग दिने मान्छे होला नि। अनि आज राजा म पनि भएको है, टक्क कोट लाएर टोपी चाहिँ राजाको सेनापति म पनि मेरो टोपी चाहिँ यता छ, ढाका टोपी। राजाले ढाका टोपी लाउनु पर्छ भन्थे, तर मेरो ढाका टोपी चाहिँ उसले लगाएको छ। मैले कोट ला, ओ माई गॉड व्हाट अ ब्युटी, स्टोन स्टोन स्टोन, वाह नाइस नाइस, माई हेयर इज भेरी क्युटी। नो 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 नो, मनोज दाईकोमा कहाँ हो, सिँढी जाने हो। मनोज दाई भन्नाले पनि हाम्रो चाहिँ मनोज सर हो है गाइजहरू। हामी चाहिँ हामी मायाको दाइ भन्छौँ। मायाले हामी दाई भन्छौँ। ल हामीले चाहिँ यहाँ बहिनीहरू पनि भेट्यौँ त, टक्क स्कुलबाट आउनुभएको रहेछ उहाँहरू चाहिँ। तर हामी बोल्न सकेनौँ, तर बोल्नु पनि हुँदैन बहिनीहरू र नि। 10 लाख पर्छ त्यस्तो नराम्रो नजरले हेरेको पनि छैन, त्यही भएर त तर हेर्नु पनि हुँदैन। तर उहाँहरू लास्टै ह्यान्डसम देखेको छु कि, म पनि ह्यान्डसम छु नि, दारी सारी काटेर है गाइज। म छोकेन भन न, हो ह्यान्डसम यहाँ कोट सोट लाएर यस्तो चिटिका भएर कपाल उफेरी प्रत्येक दिन ह्यान्डसम भइरहेको छ, एकचोटि शिवरात्रि म ह्यान्डसम भएको छुइनँ। हिजो मुला 9 रे 2 बजेसम्म नसुतेको म, के ह्यान्डसम हुनु नपाएर त्यही भएर होला सायद, ह्यान्डसम नभएर। त्यो ह्यान्डसम नभए बिग्रिहाल्छ नि, बिग्रिन्न। सुजन जस्तो। अनि तर हाम्रो सुजन दाई चाहिँ मान्छे चिलको हो के, यी बुढा चाहिँ 30 वर्षका भइसके, तर पनि हामी 17 वर्षको हो, तर पनि बुढा हामीसँग मिल्छन् कि। किन बुढा भन ल, किनकि केटाहरुले सबै तरुनी हुँदैन, तरुनी 16 वर्षको हुन्छ। आहा, हाम्रो दाईको अमृत बाणी सुन्नुभयो त, फेरि पनि तपाईँहरूलाई गाइज ल आउनु आउनु दाइ, तपाईँहरूको केटाकेटी पन देखाइदिनु है हाम्रो गाइजहरूलाई र दर्शक बिनलाई। सिँढी गन्दै आउँदै हुनुहुन्छ, तर सिँढी चाहिँ उहाँहरूले बिर्सिसक्नु होला कति हो। 1000 सिँढी गर्ने क्रममा हामी धेरै तलसम्म आइपुगेका छौँ। महेश पनि आयो यहाँ। ल ठिक छ ल गाइस, यस्तै हो, जाँदैछौँ हामी मनोज सरकोतिर चिया खान, दक्षिण काली मन्दिर। तपाईँहरू दक्षिण काली मन्दिर पनि आउँदै हुनुहुन्छ, दक्षिण काली मन्दिर धुलीखेल यहाँनिर देख्न सक्नुहुन्छ। दक्षिण काली मन्दिर धुलीखेल एक दिन आउनुपर्छ, जाउँ यहाँ मन्दिरभित्र पनि। एक दिन जाउँला। कहिले गएको तिमीहरू चाहिँ? थप टेवा पुर्याउन र पुर्खाहरूले बनाएको मठ मन्दिर र धरोहरलाई जगेर्न र सांस्कृतिक सम्बन्धन थप विकास गर्न उद्देश्य। हो धुलीखेल दक्षिणकारी साधक साधक परिवार रहेछ त, जाम न त नि। तिमीले कति पुऱ्यायो त्यहाँदेखि? 490 हो। अनि त्यसपछि गन्दै जाउँ त, किन यति होइन कि अर्कै गरे कि अर्कै लेख्नलाई ओइ साधक परिवार रहेछ साधना गर्न हो, जाउँ न त साधना गर्न। यस्तो जङ्गलको पिचमा, तर म साँच्चै भन्छु यो तिनैजना साथ ध्यान गर्ने साधना गर्ने भन्छ नि, पागल हुनु मेरो लागि। यस्तो राम्रो जङ्गलमा आएर ध्यान साधना गर्न जाउँ मन्दिरभित्र भन्दा मान्दैनन्। तर पनि घरमा भने चाहिँ उहाँ पक्कै हो नि, तर भात पकाउनु ल्याउनुपर्छ। काम गर्न अल्छी लाग्छ, पढ्न अल्छी लाग्छ, ध्यान गर्ने भन्छन्। आँखिमले बस्यो, योग निन्द्रा बजायो कि के भन्न चाहनुहुन्छ तपाईँ? त्यो म त्यस्तो नेगेटिभिटी तपाईँ अनि यहाँ किन जानु भएन? यहाँनिर साधक परिवार। ल अहिले म अलिकति धेरै स्ट्रेस भन्दा पनि अलिकति अघि करेन्ट थाहा छु, त्यही भएर अहिले मलाई के तपाईँले करेन्टै खाए पनि करेन्टको बाउ नै खायो नि केही हुँदैन। ल हुन्छ इच्छा भन्ने मेरो धारणा। तपाईँले ओसो सुन्न सक्नु भएको रहेछ, ओसो सुने पनि तपाईँले बुझ्नु भएन भन्ने मेरो ठम्याइ छ। तिम्रो ठम्याइ गलत हुन सक्छ। मेरो ठम्याइ कहिले पनि गलत हुँदैन, किनकि म जे बोल्छु राम्रो बोल्छु। अहिले हामी 1000 सिँढीको अन्तिम स्टेजमा पनि छौँ। 1000 सिँढी किन भनेर चाहिँ 500 तलबाट 500 माथिबाट रहेछ। 500 तलबाट 500 माथिबाट यहाँ 1000 छैन सिँढी। तब होइन, त्यो गलत काउन्टले हो। आएन त अब अझै तल पनि छ त्रिमूर्ति कुना
यहाँ चाहिँ गाइस त्रिमूर्ति कुना रहेछ ल एकदम गजब ठाउँ रहेछ ठाउँ चाहिँ बबाल छ त्रिमूर्ति कुना सार्वजनिक हितको लागि सूचना त्रिमूर्ति कुना बुद्धको त्यहाँ उसमा मूर्तिमा चाहिँ पुग्न पाएनौ किनकि यो महेशले गरेर मयूरको गाडी अर्थ न त मयूर स्टेसन यहाँ मयूर स्टेसन पो निस्किन्छ हजार सिँढीबाट चाहिँ ठ्याक्कै मयूर स्टेसन निस्किने रहेछ अनि अहिले चाहिँ हामी दुलिहेलको मयूर स्टेसनमा आइसक्यौँ हामी फेरि चौकटबाट हिँड्ने यहाँ आइसक्यौँ थाहा नै छैन हजार सिँढी पनि सक्यो टिकापुर बुद्ध बिहार यहाँ रहेछ लगाइछ हामी चाहिँ नजाने है हामी चाहिँ नजाने महेश जाँदैन होला म पनि जाने त्यो जङ्गलको बाटो चाहिँ किनकि यो महेश त्यहाँबाट हिँड्न सक्दैन अनि हिँड्न त म सारा दुनियाँ हिँडिदिन्छु अनि मलाई चाहिँ महेशको माया लाग्छ के यस साथी हो आजको कथा भोलिको कहानी त्यसलाई लिएर जानुपर्छ भनेर जनस्वास्थ्य कार्यालय भनेको यहाँ रहेछ ल गाइस ए पशु सेवा कार्यालय पशु सेवा कार्यालय जाउँ न मनोज सरलाई भेटौँ अब घर एक लट ल यहाँ चाहिँ दामी तस्बिर रहेछ है आहा मुछ मात्रै राख्न बाँकी हो कि मैले पनि ल हेर्नु त यहाँ मुछ राखेको त म पनि राम्रो हुन्थ्यो नि त पशु सेवा कार्यालय अहिले चाहिँ हामी जिल्ला प्रशासन कार्यालय म त मनोज सर यतै हुनुहुँदो रहेछ भनेको होइन रहेछ मेरो गलत सुनाइ बुझाइ अब हामी चाहिँ कारागारतिर जाउँ एकचोटि मनोज सर नमस्कार म चाहिँ भिडियो बनाउन हिँडेको दुचिया खाने हामी चाहिँ मनोज सरको पसलमा आइसक्यौँ महेशजी तपाईँ के भन्न चाहनुहुन्छ हाम्रो मनोज सरको पसलमा हामी पुगिसकेका छौँ एकदम आनन्द लागिरहेको छ यहाँ हाम्रो सुजन दाइ तपाईँले राजा फाले हामी चाहिँ खासमा आन्दोलनमा जाने भनेर हिँडेको मान्छे यहाँ आइपुग्यो यसमा के भन्न चाहनुहुन्छ तपाईँ महेश जति बेला पनि नर्समा नलागेन उसको चाहिँ बिएससी नर्सिङ हो कम्पनी पनि 40-50 हजार छ अनि उसले चाहिँ अलिक बढी नै गफ दिन्छ कि अहिले जहाँ गयो नि वाइफाई चाहिँ यो बिएससी नर्सिङले गर्नुपर्ने 13 मिनेटको भिडियो बनाएर बस्यो भयो अब यो धेरै ठुलो भ्लग नभए सुशील चाहिँ के गर्ने 1 मिनेटको पो हुन्छ त भ्लग 13 मिनेट सुजनले भने 1 मिनेटको हुन्छ अरे भ्लग के भने दाइ के भने ल ल ल बाई गाइस आजलाई चाहिँ यति अब फेरि पनि कुनै दिन हामी यस्तै रमाइलो गर्दै कतै जान्छौँ अनि फेरि भ्लग बनाउँछौँ